जिन्दगी चल्न त चल्दैछ, भित्रै मन अलिअलि जल्दैछ, रै पनि जिन्दगी चल्दैछ। कहिलेकाहीँ अलिअलि पिउँदैछु, त्यसैले त जिन्दगी जिउँदैछु। चल्न त चल्दैछ, कहिलेकाहीँ जिन्दगी अलिअलि पिउनु छ, त्यसैले त जिन्दगी चल्नु छ। बेतना संसारको जिन्दगी चल्दैछ, भोलि कहाँ जाने हो, कसलाई के भन्ने हो, केही थाहा छैन, त्यसैले त जिन्दगी यही। भविष्यमा रम्नुभन्दा वर्तमानमै रम्नुको एक त होला, त्यसैले रम्दैछु जिन्दगी। जिन्दगी चल्नु त चल्दैछ, अलिअलि जिन्दगी। एक्लो यो जीवनमा केवल तिमीलाई रोजेथे, मनका कुरा सुनाउन तिमीलाई खोजेथे, तर अनजानैमा तिमीलाई बाँच्न पुगेछु भन्दै। हेलो गाइज, म मेरो मिनी ब्लगमा आफै रमाउँदै तपाईहरुलाई पनि रमाउने कोसिस गरिरहेको छु। जीपीटी मिनी ब्लग्स, आई डोन्ट नो के बोलिरहेको छु, मलाई पनि थाहा छैन, तर होसमा काम गर्नुपर्छ, होसमा बोल्नुपर्छ भन्ने चाहिँ हाम्रो ओशो बाणीले भन्नुहुन्थ्यो, ओशोजीले। गाइजहरु कतिको ओशोको कुरा सुन्नुहुन्छ? मलाई चाहिँ हल्का भन्दा पनि धेरै ठिक लाग्छ। कहिले चाहिँ उदास हुँदाखेरि, निराश हुँदाखेरि, खुसी हुँदाखेरि ओशो मेरो साथमा, ओशो मेरो साथमा। वेदना संसार चाहिँ यस्तै छ है, तलतिर ताल छ, मान्छेहरू यहाँनिर छरस्पष्टै छन्, यत्र तत्र मान्छेहरू छैन वेदना संसारमा, तर ताल छ, बसे ठाउँ छ। वेदना संसारको हालखबर यस्तै छ। हिँड्दै यो बाटोमा तिमी कता हराइदियो, हस् त गाइज, साथीभाइ हो, जिन्दगी जिउनु होला, हल्का हल्का पिउनु होला, जिन्दगी जिउनु होला, हल्का हल्का पिउनु होला, अलिअलि र कफी अनि चिया चाहिँ खानु नभुल्नु होला, बेला बेलामा मात्रै पिउनु होला। स्वर्गमा पनि पहिला हाम्रो भाषामा माङले चिया खाने भनेर सोध्छ अरे। स्वर्गमा पनि पहिला चियाको चुस्की लिने भनेर प्रश्न गर्छ अरे।
परम पिता माङ प्रत जिन्दगी। हस्त गाइज आजलाई म बिदा हुन चाहन्छु मेरो मिनी ब्लगमा। तपाईँहरूलाई कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिन नछोड्नु होला। लाइक सब्सक्राइब अनि सेयर पनि गर्नु नभुल्नु होला तपाईँहरूले भन्ने म आशाको साथ तपाईँहरूसँग बिदा हुन चाहन्छु। फेरि अर्को ब्लगमा भेट्ने बाचाको साथ।